एउटा गुफान रहेछ होइन म चाहिँ छिर्न ट्राई गरौँ के भने डेन्जर हुन्छ तर लुगा फोर हुन्छ बिस्कन चाहिँ गुफाबाट निक्लेर तर दामी रहेछ अब खाना खाने ठाउँमा आइपुग्यौँ है माथिबाट तल आउँदा आउँदै यहाँ बसेर चाहिँ खाना खाने यो ठाउँको नाम चाहिँ यो ठाउँको नाम के हो है चन्दनबारी आइपुग्यौँ अब यहाँ बसेर चाहिँ खाना खाने अनि त्यसपछि फेरि कन्टिन्यू हाम्रो तलतिर जाने प्लान हो तिनीहरू पनि फर्केको रहेछ माथिबाट सँगसँगै होटल चाहिँ यही थियो यहाँ आएर नि चौको खाएर हामी गएको ठाउँ तलतिर केटीलाई चाहिँ बाई भाइ अब यो बाटो हुँदै धुन्चे पुग्छौँ अनि फर्किनु चाहिँ भोलि फर्किन्छौँ तर हामी धुन्चेलाई छिटै पुग्दैछौँ 2:30 बजे यहाँ आइसक्यौँ अनि गोसाइकुण्डबाट त्यति छिटो हिँड्यो हामी त लास्टमा आइपुगिसक्यौँ अब हाम्रो ट्रेकिङ त अब त पक्कै नै लागिसक्यो बाटो चाहिँ यस्तै नै छ आइरहनु भएको छ स्टार्टिङ हुनेको हामी माथि पुगेर आइसकेको आउनेर जाने कलर एकदम राम्रो भइरहेछ आउँदैछन् कोही जाँदैछन् हामी पनि जाँदै हो अब यहाँबाट चाहिँ झर्ना स्टार्टिङ हुन्छ गरीमा पनि उकालो त चढ्दैन थियो ओह्रालोमा त महा गएर गइसक्यो नि त गाई टक्क लगाएर यो माथिको सबै कुण्डहरूको पानी चाहिँ यहाँबाट आउँछ नि त्यो यहाँको के भन्छ झर्ना साउन आइदिनुहोस् राम्रो त रहेछ वाउ मान्छेहरू पनि आउँछ कस्तो दामी त यो पानी चाहिँ गोसाइकुण्ड भैरवकुण्ड सूर्यकुण्ड सबै मिक्स भएर आएर चाहिँ त्रिचुली नदीमा जाने थियो है यो यहाँको पानी हो त्यहाँबाट सक्यो हाम्रो अब यहाँबाट हामी ट्याटन ठाउँमा जान्छौँ यो चाहिँ गोसाइकुण्ड जान स्टार्टिङ गर्ने पुल है एउटा मात्र पुल छ गोसाइकुण्डबाट आएको पानी छोड्दैन पोइन्टहरू चाहिँ यही नै हो अझै आउँदै हुनुहुन्छ जानको लागि माथितिर आइसक्नु भएको छ हुन्छ धुन्चीबाट जाने बाटो है गोसाइकुण्ड धुन्ची भन्ने बजारमा छौँ गोसाइकुण्डबाट फर्किसकेको अब यहाँबाट चाहिँ फर्किन्छौँ कि यहीँ बस्छौँ फर्किने नै कुरा भइरहेको छ भयो